So hi guys, welcome to my mini vlog. म चाहिँ छाता बोक्दै हिँड्दैछु तल. सो म चाहिँ फाइनली बाहिर निक्लिसकेँ. सो आजको टाइटल हेरेर थाहा पाइसक्नुभयो होला. आज चाहिँ हामी चाहिँ मेलामा जाँदैछौँ. म चाहिँ हिँड्दैछु. त्यो थाइल्यान्डहरूमा मेला लाग्छ नि, अब कपडाहरूको, अब खानेकुराहरूको, त्यस्तोमा जान लाग्छौँ हामी. अघि चाहिँ पानी परिरहेको थियो. सो अनि हामी चाहिँ पानी बसेर चाहिँ हिँड्दैछौँ. मसिनो मसिनो पानी चाहिँ पर्दैछ गाइस. सो गाइस हामी चाहिँ कस्तो लक्की पर्यौँ कि हामीले चाहिँ के देख्यौँ भने स्क्वाइरल देख्यौँ. हेर्नुहोस् न यहाँ कति चाँडो भागिसकेको थियो, हामी राम्रोसँग देखाउनै पाएन. अनि ठ्याक्कै आज हजुरहरू लक्की पऱ्यो कि आज पनि फेरि आज ट्रेन पनि आयो सँगै. अनि हजुरलाई चाहिँ मैले चाहिँ देखाउँदैछु. अनि हामी चाहिँ हिँड्दैछौँ. अनि यहाँ चाहिँ चाइनिज दोकान छ. अनि अझसम्म गएन कि यो ट्रेन हेरी. ट्रेन चाहिँ यस्तो लामो छ कि हेर्नुहोस् न यहाँ ट्रेनको हिँड्ने बाटो. हेर्नुहोस् न यो ट्री कस्तो राम्रो देखेको. फाइनली गाइज हामी भर्खरै आइपुग्यौँ. सो गाइज हामीले चाहिँ फर्स्टमा चाहिँ लुगाको सेक्सन देख्यौँ. अनि यहाँ चाहिँ फ्लावरहरू छ. कति धेरै सामानहरू पाउँछ यहाँ. हेर्नुहोस् एग, फ्रुट्स सबै पाउँछ यहाँ. हेर्नुहोस् न यहाँ माछाहरू, सी फुडहरू सबै पाउँछ गाइस. समथिङ यहाँ चाहिँ सटरडे कि सन्डे कहिले हुन्छ, कति धेरैजना मान्छेहरू आउँछ. हेर्नुहोस् न यहाँ भिड. अनि यहाँ चाहिँ कुकुरहरूको, अब क्याटहरूको अब सामानहरू नि पाउँछ, खानेकुराहरू पनि पाउँछ. अनि फ्रुट्स त्यस्तो सब पाउँछ यहाँ गाइज. सी फुड सबै खानेकुराहरू, फ्रेन्च फ्राई, त्यस्तो चिकनहरू पनि पाउँदो रहेछ. आज चाहिँ चिकनको आइटमहरू कति धेरै थियो. सो हेर्नुहोस् न यहाँ कति धेरै मसरुमहरू. अनि हामीले चाहिँ ब्रोकौली र अनि धनिया अनि केरा अनि के किनेछौँ. अनि हेर्नुहोस् न लुगाहरूको कति धेरै लुगाहरू थियो. आज चाहिँ सायद पानी परेर धेरै लुगाहरू चाहिँ राखेको थिएन. अनि फेरि 1 सेकेन्ड मैले मसरुम पनि देखाएँ. यहाँ हेर्नुहोस् न अक्टोपस. अनि यो चाहिँ मैले चाहिँ थाहा पाइनँ. अक्टोपस सबै थियो कि. अनि यहाँ चाहिँ सिपकोहरू चाहिँ अब घिउहरू त्यस्तो त्यस्तो थियो. अनि मैले चाहिँ फ्लावर बोकेर हिँडेछु. अनि हामी चाहिँ लुगाहरू हेर्न आयौँ. फेरि गाइज हामीले फेरि पनि देख्यौँ कि यसलाई कस्तरी हेरेको कि. हेर्नुहोस् न यहाँ बम प्लास्टिक साइड लाइक गर्नेवाला कि. त्यो हेर्नुहोस् न कस्तो टोक्दैला जस्तो कस्तो डर लाग्यो मलाई. यिनीहरूको चाहिँ त्यो टिकटकमा चाहिँ कस्तो डर लाग्छ कि मलाई. हेरि हेर्नुहोस् न यहाँ. अनि मैले चाहिँ बाटोमा फुल टिप्दिएको. यहाँ चाहिँ फुल टिप्न पाउन हेरि यो ठाउँको यतापट्टि साइडमा टिप्दिएको मैले चाहिँ. अनि फाइनली हामी चाहिँ घर आइसक्यौँ. अनि अब म चाहिँ इन गर्छु. सो अब फेरि भेटौँला मिनी भ्लगमा. किप अन वाचिङ.